Fuck. ओके त्यहाँ त्यस्तो रहेछ यार साइको बनाएर चोट लाग्यो नि चोट ठिक छ हात भर्खर अफरोडिङ गऱ्यो झन्डा केही भएन यार त्यही साइको बनाएर क्रास ड्याममै हाल्दा आइदियो क्या उचाल्न गएको छैन त्यो एक्लै ह्यान्डल यताबाट आउनुपर्छ यताबाट त्यो सकिँदैन उचाले के औडा क्रास भएको रे धन्न केही भएन भन न मान्छेलाई म लैदिन्छु ठिक छ केही भएको छैन यहाँबाट यहाँ झरेको मतलब माथि मुटुले वाकाउला धन्न त्यहाँ भयो यहाँ भएर झन् झ्या हुन्थ्यो यार यो ल यो गर्न मिल्छ सार्नु त हल्का ह्यान्डल म मिलाउनु पर्छ अरू केही भएन बाइक त केही भएन क्रास गार्डले बचायो नि डर हो ह्यान्डल हल्का यसो आएको छ कि यसलाई माथि उठाउनु पर्छ कि यस्तै हो यही हो बनाएको केही भएन बाइक नि मान्छेलाई पनि केही भएन बाइकलाई पनि केही भएन लाइभ छ ल डेन्जर क्रास भयो दाइलाई धन्न भगवान्को कृपाले चाहिँ हामीलाई केही हुन पुगेन बाइकलाई पनि केही भएन दाइको अलिकति यहाँ सानो काट्यो मान्छेलाई त्यति चोट त लागेन सो अनि बाइक पनि केही भएको छैन क्रास गार्ड हाल्नुको फाइदा हो क्रास गार्ड नभएर त्यो पाँच चाक पिचिक जान्थ्यो अनि यो एल्बो गार्डले सेफ्टी भनेको डेन्जर हो क्या गाइज योले केही भएन दाइले चोट लागेन खै हात देखाउनु त यहाँ मात्र अलिकति काट्दै यो भनेको नर्मल हो तर यो क्रास सेफ्टी नलायो भए त ढोक्क हुन्थ्यो क्या सेफ्टी नलायो भए त हात खुट्टा भाँचिन्थ्यो त यार अहिले भर्खरै गाइज हामीले भिडियो हेऱ्यौँ होइन भिडियो हेर्दाखेरि चाहिँ दाइले ब्रेक हान्नु भयो रहेछ होइन दाइ 70 को स्पिडमा हुनुहुन्थ्यो 70बाट घटेर 50मा आइपुग्यो होला ब्रेक हान्ने बेला त्यहाँबाट ब्रेक नहानिकन आयो भए एकचोटि त्यो खोला ऱ्याम पुग्थ्यो तपाईँले चाहिँ ब्रेक हानेर गल्ती गर्नुभयो क्या दाइ बुझ्नु भएन त्यही घटारेर आयो भए 70 80 पुऱ्याइदियो भए सिधै यहीँ पुगिन्थ्यो यहाँ ल्यान्डिङ ड्याममा केही हुन्थेन गाइज झन्न केही भएन भगवान्को कृपाले गाइज बसलाई त यस्तो गाह्रो हुन्छ यत्रो ल दामी What do you want to say about this? What's bound to happen is happened, you know. What is gone. Done and dusted. One fall is meant to be had. एक fall हुनु पर्छ गाइस ढाक दुख्दै अब हुन्छ कहिले काहीँ धन्न भगवान्को कृपाले केही भएन थ्याङ्क गड ठिक छ के सुन्नु भएको र बाइक लिएर माडा चोट कहाँ पल्दैछ मलाई न ठिक छ गुड स्टार्ट ल ठिक छ सब ठिक छ बाइक चाहिँ बलियो